यो टमाटर जस्तो देखिने फलको प्राइस सुनेर मेरो त सातो नै गयो। हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ बुटोलको मौसम यस्तो छ, पुरै कुइरेलो ढाकेको छ। जाडोको संकेत चाहिँ दियो है आजको मौसमले। यहाँ छन् रङ्गी बिरङ्गी फुलहरू। शरीर तताउनु पर्यो भनेर मैले खान लागे तातो पानी। एकछिन पछि हेर्दा पनि मौसम त उस्तै नै थियो। मेरो चाहिँ सब्जी सकिसकेको थियो, सो म चाहिँ बजार जान लागेको सब्जी लिनको लागि। यस्तो जाडोमा पनि किन ज्याकेटको चेन नलागो भन्नुभयो होला, तर मेरो चेन नै बिग्रिया रहेछ। सब्जी पसल गएर सब्जीहरू हेर्दा एउटा पनि खानु मन लागेन। त्यसपछि टमाटर प्याज लिएर म लागे मासु पसलतिर। फर्किँदा चाहिँ मैले एउटा नयाँ फ्रुट भेटे। दाइ यो के हो? यो हलुवा भेट दादी। कसरी ह? एकदम महँगो छ भाइ कि 480 रुपैयाँ किलो। किन भाग्यो त? भयो दाइ भयो लिन्न। लैजाऊ न लैजाऊ। त्यति पैसामा त मलाई 5 पटक मासु खान पुग्छ भन्दै रुम आएँ अनि मासु पकाउन लागे। मासु हेरेर खुसी हुँदै एक युवती। हेर्दा हेर्दै मेरो खाना पनि रेडी भयो। ल म चाहिँ खाना लाग्यो है साथीहरू। भिडियो मन परे लाइक कमेन्ट अनि फलो गर्नु होला।